हेलो एभ्रिवान, वेलकम टु नेक्स्ट जेनेरेसन बाइट। र आजको गेस्टमा हुनुहुन्छ मेरो आफ्नै प्यारी बहिनी वन्दना ढकाल। स्वागत छ नानी तिमीलाई हाम्रो पोडकास्टमा। थ्याङ्क यू। अनि अब तिम्रो परिचय तिमी आफै देऊ न, मैले दिनभन्दा पनि तिमी आफै देऊ। म चाहिँ वन्दना ढकाल, अहिले चाहिँ वन्दना ढकाल कार्की, बसाइ चाहिँ बुटल साथ, त्यति नै होइन। अनि आज चाहिँ तिमीलाई चाहिँ मैले खास यो पोडकास्टमा बोलाउनुको उद्देश्य चाहिँ के हो भन्दाखेरि चाहिँ तिमीले जुन तरिकाले किडनी चाहिँ दुइटै फेलियर हुँदा पनि जुन तरिकाको सर्भाइभल गरिरहेको छौ, स्ट्रगल गरिरहेको छौ लाइफसँग, यही बारेमा चाहिँ अरूलाई चाहिँ सचेत गराउनको लागि चाहिँ हामी आज गफ गर्नेवाला छौँ है त। अनि अब हामी सुरु चाहिँ कहाँबाट गर्छौँ भन्दाखेरि चाहिँ तिमीलाई कहिले तिम्रो चाहिँ दुइटै किडनी चाहिँ फेल भएको या भनौँ कि त काम नगरेको भन्ने कुरा थाहा पाएको तिमीले? मलाई चाहिँ विदेश जानुभन्दा अगाडि हल्का आँखा कालो कालो देख्थेँ। अनि त्यसपछि मलाई प्रेसर छ क्या भन्ने शङ्का जस्तै लागेर मैले उता घरतिर, मेरो घर यता कलोनीदेखि भित्र सानो त्यो स्टोरमा प्रेसर चेक गर्न गएको थियो। अनि त्यहाँको मान्छेले चाहिँ ठिक छ प्रेसर भन्नुभयो। अनि त्यसपछि अब शङ्का त लागेको थियो पहिलेदेखि प्रेसर छ कि जस्तो भनेर। किन लागेको थियो त्यस्तो? आँखा अँध्यारो कालो कालो देख्थेँ, किन मेरो आँखा चेक गराउँदाखेरि सबै ठिकै थियो। तर गुगलमा सर्च गरेर हेर्दाखेरि प्रेसरको सिम्टम्स फेरि त्यो पनि रहेछ। अनि प्रेसर चेक गराउनु जाँदा प्रेसर छैन भन्यो। अनि यति भयो। अनि त्यसपछि अब वैशाखको 6 गते गएँ न्युजिल्यान्डतिर। अनि तिमीले चाहिँ कति पढिसकेपछि तिमी न्युजिल्यान्ड थियौ? तिमीले यो कुरा न्युजिल्यान्डमै थाहा पायौ? मैले न्युजिल्यान्डमै थाहा पाएको। अनि तिमी बिहा गरेर चाहिँ न्युजिल्यान्ड पुगेको थियौ होइन? बिहे गरिसकेपछि थाहा भएको होइन? अनि थाहा भइसकेपछि चाहिँ तिमी हाउ यु फेल्ट होला क्या, हुन्छ नि त। सुरुमा डक्टरले तिम्रो किडनीले 8% मात्र काम गर्यो भनेर भन्दाखेरि त्यो भनेको अब के हो हामीलाई त थाहा हुन्न। कसैलाई अहिले घरमा किडनीको प्रब्लम थिएन। मैले सोच्थेँ कि दबाई खाएपछि सन्चो हुन्छ, त्यस्तो सोच आयो मेरो दिमागमा। अनि फेरि त्यही भयो। अनि बायोस्पी गर्नुपर्छ भनेर डक्टरले भन्नुभयो। अनि मेरो हस्बेन्डले फेरि वहीँ न्युजिल्यान्डमै बायोस्पी गर्ने भनेर भन्नुभयो। बायोस्पी गर्नलाई फेरि एक दिन हस्पिटलमा भर्ना हुन पर्दो रहेछ। हाम्रो फेरि कोही थिएन, हामी बुढाबुढी मात्र न्युजिल्यान्डमा। अनि त्यसपछि हामी बस्ने सहरमा पनि किडनीको डक्टर थिएन। फेरि अकल्यान्ड जानु पर्थ्यो 3 घन्टा उता। अनि फेरि अकल्यान्डबाट फेरि रिफेयर गरेर 2 घन्टाको अर्को सहर हेमिल्टन भन्ने सहरमा इन्डियन डक्टर रविन्द्र कनियान डक्टरसँग हाम्रो भेट गराइदिनु भयो, चाइनिज डक्टरले। अनि उहाँले पनि बायोस्पी गर्नुपर्छ। उहाँले फेरि खालि इन्डियन भएर होला टोन मिल्थ्यो, सरी भन्दैन भनेको भने गर्नुहुन्थ्यो खालि मलाई। अब सरी, अब किडनी त खराब भयो नि, सन्चो भइहाल्छ दबाई खाएर, के हो भन्ने भयो। थाहा भएन नि त यस्तो हुन्छ भनेर। अनि बायोस्पी गर्नुपर्छ, 1 दिन अगाडि एडमिट हुनुपर्छ भनेर भन्नुभयो। अनि तिम्रो हस्बेन्डले के काम गर्नुहुन्छ भनेर भन्नुभयो। अनि मैले भने यस्तो सेफ हो यस्तो। अनि तिमीहरू यति यङ कपाल छौ, तिमीलाई यत्रो ठुलो रोग लाग्यो हो भनेर भन्नुभयो। अब यत्रो मैले फेरि मलाई खत्रै ठुलो रोग लागेछ क्या, क्यान्सर जस्तो भन्ने मेरो दिमागमा त्यही भयो। तर हस्पिटलमा 3-4 दिन बसेपछि बायोस्पी गरेपछि दबाई खाएपछि फेरि म सन्चो हुन्छु भन्ने मलाई त्यो लाग्यो। तर त्यो डक्टरले फेरि बायोस्पी पनि यहाँ नगर, तिमी सकेसम्म आफ्नो देश नेपाल जाऊ, अनि गएर बायोस्पी गर, अनि यदि तिम्रो किडनी साँच्चैको फेल रहेछ भने ट्रान्सप्लान्ट गर, अनि फर्क भनेर त्यसरी सल्लाह दिनुभयो। अनि तिमीलाई जब त्यो थाहा भयो, तिमी नेपाल आइसकेपछि, अनि तिमीलाई त अझै पनि थाहा छैन, तिमीलाई त सन्चो हुन्छ भन्ने चाहिँ मेन्टालिटीमा छौ तिमी, त्यतिखेरसम्म त तिमीलाई चाहिँ केही पनि फिल भएन। तर जब तिमीलाई चाहिँ फिल भयो कि यो चाहिँ रियली अ सिरियस प्रब्लम भन्ने खालको, त्यतिखेर तिम्रो चाहिँ हाउ यु रियाक्टेड होइन? त्यो मेन्टल्ली कतिको डिस्टर्ब भयो, अनि एन्सियस, डिप्रेस, त्यो खालको सिनेरियोहरू के कुराहरू भोग्नु पऱ्यो तिमीले? मलाई चाहिँ वहीँ थाहा भइसकेको थियो मलाई ठुलै खत्रै रोग लाग्यो। अनि हामी हेराउनेतिर पनि लाग्छौँ नि, नेपालीको बानी त्यही त छ नि। उहाँदेखि यहाँ हेराउन पनि लाग्यो। अनि त्यो हेराउनेले फेरि भन्यो तिम्रो 4-5वटा अपरेसन हुन्छ, अनि तिमी उतै बस्यो भने बाँच्दैनौ, नेपाल आयो भने चाहिँ बाँच्छौ भनेर भन्यो। अनि त्यसपछि म नेपाल जान्छु भने। अनि जब मेरो भोलिको फ्लाइट थियो 11 बजेको, आजदेखि मेरो शरीर कामेर हल्लियो कि एकदम हल्लियो। 24 घन्टा म सुत्न पनि सकेन, हल्लियो। म रोकिन्छु भन्छु, रोकिनँ, मेरो शरीर हल्लियो। 5 बजिसक्यो, भोलिको फ्लाइट छ। अब हाम्रो घरदेखि एयरपोर्ट जानु फेरि 3 घन्टा लाग्थ्यो नि त।
त अनि त्यसपछि शरीर हल्लियो अनि जब नेपाल त जाने हो नि म हल्ली भए पनि जान्छु नेपाल भनेर मैले भनेँ तर 5 बज्यो 6 बज्यो शरीर हल्लिनै छोड्दैन हल्ले अब अरूहरूको त्यो टिकटकहरूमा त हल्लेको शरीर देख्ने जब के एक्टिङ गरेको होला भन्थ्यो आफूलाई परेपछि थाहा हुने रहेछ अनि भयो अनि अब अरूले भने यस्तो हल्ली कसरी नेपाल जानु भनेर फेरि साँझ 7 बजीतिर म हस्पिटलमा तौरङ्गाको हस्पिटलमा एडमिट भयो अनि एडमिट हुँदा फेरि म 24 घन्टा सुतेको थिएन नि त अनि मेरो हस्बेन्डले कति रिक्वेस्ट गर्नुभयो सुतेको छैन ऊ सुते छैन स्लिपिङ ट्याब्लेट दिनु भनेर बल्ल बल्ल स्लिपिङ ट्याब्लेट दिएर म निदाएँ एकैचोटि बिहान आँखा खोल्यो अनि फेरि त्यहाँ पनि डक्टरले भन्यो तिमीलाई थाहा तिम्रो किडनीले 5% मात्र काम गरे हो भनेर भन्यो फेरि आजलाई अब तिमीलाई डिस्चार्ज भयो तिमी जाऊ अब अहिले नर्मल भइसक्यो भन्यो अनि त्यसको फेरि 5 दिन पछिको फ्लाइट राखेर अनि ब्याक टु नेपाल आएको नेपाल आएर फेरि घर यहाँ बुटल पनि आएको होइन डाइरेक्ट उतै चितवन हस्पिटलमा एडमिट भएको एडमिट भएर अनि त्यहाँको चिनेको मम्मीको भाइ हुनुहुन्थ्यो अनि उहाँ डाक्टर माधव घिमिरेले अनि त्यही पनि किडनी बचाउन सकिन्छ कि भनेर कति एडमिट गरेँ तर 22 गरेपछि किडनी फेल भयो काम छैन अब भनेर भनेपछि अनि बुटल फर्केको अनि उपचार गर्नलाई चाहिँ कतिवटा चाहिँ विधिहरू अनि कहाँ पुग्यो उपचार गर्नलाई आउने बित्तिकै त्यही चितवनमा भर्ना भए त्यसपछि अब किडनी फेल भयो भनिसकेपछि फेरि बुटल आएपछि त्यस्तै त हो फेरि काठमाडौँ गयौँ अनि काठमाडौँमा वीर हस्पिटल गयौँ धर्मभक्त टिचिङ हस्पिटल किस्ट हस्पिटल सबै कति हस्पिटल 4-5 महिना त त्यही काठमाडौँ बसेँ नि त म अनि त्यही वीर हस्पिटलमा त्यही उपचार गर्ने क्रममा बाहिर बस्दाखेरि स्क्याम भयो मैले टिकटकमा पनि भनेको थिएँ नि त मलाई स्क्याम भयो भनेर के एउटा दिदी हुनुहुन्थ्यो म चाहिँ एकदम हिँड्न पनि सक्थिनँ त्यति बेला मेरो देवर चाहिँ वहीँ पढ्न बस्नुहुन्थ्यो नि त काठमाडौँ चक्रपथ अनि त्यसपछि भाइहरूले कति हेल्प गर्नुभयो अनि त्यही बस्दाखेरि मम्मीलाई सोध्नु भएछ के भएको हजुरको छोरीलाई के भएको भनेर त्यो दिन फेरि डाक्टर बिदा रहेछ थाहा भएन अनि मम्मीले भन्न नखोज्दा नि भन्नु न भन्छ अनि मम्मीले यस्तो भएको किडनी फेल भयो यस्तो भन्नुभएछ अनि आयुर्वेद छ यस्तो हो सन्चो भयो कति धेरैलाई भनेर मोबाइलमा फोटोहरू देखाउनु भयो अनि हामी त्यही वीर हस्पिटल डाक्टरलाई भेट्न छोडेर अनि त्यही पठाउमा चढेर उहाँ पुग्यौँ काठमाडौँको त्यो ठाउँमा अब नाम त भन्न भएन थियो उसको जडीबुटीको त महिनाको 30-40 हजारको दबाई दियो अनि महिनै पछि काठमाडौँ जान पर्ने त्यो क्रिटिनाइनहरू मेन भनेको किडनीको क्रिटिनाइन र युरिया हो नि त चेक गर्न पनि मेन जानुपर्ने अनि घट्छ भनेर कति आश्वासन देखायो सुरुमा त कति राम्रो ट्रिट गर्ने त्यत्रो महँगो दबाई खायौँ नि त हामीले पछि जाँदा त कस्तो के अलि इग्नोर गरे जस्तो गर्ने त्यस्तो गरे झन् 5 महिना म खास माघमा बिरामी भएँ पुसमा बिरामी भएको माघमा नेपाल आएको डायलिसिस सुरु गरेको त असारदेखि यो 5 महिना चाहिँ आयुर्वेदिक खाएँ नि त आयुर्वेदिक खाँदा त मेरो झन् आयुर्वेदिक खाँदासम्म चाहिँ तिमी हस्पिटल गएनौ हस्पिटल गएन त्यही आयुर्वेदिक खाँदै बसेँ 5 महिनासम्म तिमीलाई थाहा कति ठुलो रिस्क हो यो भनेर है अहिले चाहिँ तिमीलाई फिल भयो होला त्यही भएर मैले टिकटकमा पनि मलाई स्क्याम भयो भनेर मैले भनेर त्यो नाम त भन्दै छैन तर मैले यस्तो ठाउँको भनेर तिमीलाई अहिले चाहिँ तिमी जस्तै पेसेन्टहरूलाई चाहिँ कसैलाई चाहिँ त्यस्तो परिरहेको छ भने तिमीले के भन्न चाहन्छौ आयुर्वेदिकतिर नलाग्नु भन्न चाहन्छौ कि के छ यसको विचारमा आयुर्वेदिकतिर लाग्दै नलाग्नु त्यो भरममा नपार्नु भन्छु मैले चाहिँ यत्रो ठुल्ठुलो रोग लागेको मान्छेहरूलाई आयुर्वेदिकले सन्चो हुन्छ भनेर भरममा नपार्नु भनेर म भन्छु हो है अनि यो ट्रान्सप्लान्ट हैन ट्रान्सप्लान्ट गर्नको लागि चाहिँ के रहेछ खास यसको प्रक्रिया विधि अन्तिमलाई समस्या परेको चाहिँ केमा ट्रान्सप्लान्ट गर्ने त कुरा पनि चलेको सुरुमै चलेको ट्रान्सप्लान्ट गर्न अब भने जस्तो सजिलै नरहेछ 54 हो कि 52 जनाले दिन पाउने आफ्नो त्यही पनि आफ्नो मम्मीको माइततिरकोहरू मामा घरतिरकोहरूले नपाउने आफ्नो घरतिरकोले मात्र पाउने अब भन्ने बित्तिकै कसले किडनी झ्याप्प झिकेर दिन्छ त अनि ब्लड ग्रुप मिल्न पर्यो फेरि अनि हामी चाहिँ एकदम अप्ठ्यारोवाला ब्लड ग्रुप रह्यौँ ओ पोजिटिभलाई फेरि ओले जसलाई पनि दिन मिल्ने हामी ओलाई फेरि ओ बाइक कसैले अरूले दिनै नमिल्ने अनि तिमीले चाहिँ म ट्रान्सप्लान्ट गर्छु भन्दै गर्दाखेरि श्रीमानले दिने कुरा थियो दिन्छु भन्नुभएको थियो हैन उहाँले दिन्छु भन्नुभएको थियो तर फेरि हाम्रो बिहे गरेको 2 वर्ष पुगेको थिएन अनि उहाँ
बिहे गरेको 2 वर्ष पुग्न उहाँ म नेपाल आउँदाखेरि 5 महिना बाँकी थियो अझै, अनि त्यसपछि क्यान्सल भयो। 5 महिनासम्म यहाँ राख्ने कुरा नि भएन, अब कमाउने मान्छेलाई यहाँ राखेर यसरी। हो, अनि चाहिँ तिमीले चाहिँ नेपाल सरकारको नीतिले नमिलेको हो नि त, नियम कानुनले नमिलेको। यदि तिमीले चाहिँ केही सुझाव सल्लाह दिन पर्यो भने चाहिँ नेपाल सरकारलाई चाहिँ नीतिमा चाहिँ परिवर्तन गर्नको लागि के खालको सुझाव सल्लाह दिन चाहन्छौ, या तिम्रो मनमा यस्तो भइदिएको भए मलाई सजिलो हुन्थ्यो होला? मलाई चाहिँ के हुन्छ भनेपछि यदि हाम्रो चिनेको टाढाको हल्का आफन्तीले पनि दिन मिलेको भए चाहिँ मेरो केसमा चाहिँ मलाई चाहिँ सजिलो हुन्थ्यो। दिन्छु भनेर त धेरैजना आउनुभएको छ, तर हस्पिटलले अब हजुरको टाढाको रिलेसन भयो, हुन्न, अदालत धाउनुपर्छ, सर्वोच्च अदालत धाउनुपर्छ, केस लड्नुपर्छ, 50-50 भएपछि मात्र हुन्छ भनेर यति लामो भन्नुभयो कि त्यही सुनेर मलाई आफै ट्रान्सप्लान्ट गर्न पनि मन लागेन। हो है। अनि भनेपछि तिमी जस्तै अरू पनि त्यसरी नै दुःख पाइरहेको होला नेपालमा? कति भेट्छु म, जसलाई टिकटकमा भेट्छु यो किडनी फेल भएको मान्छेहरू सबलाई फ्रेन्ड गराएर इनबक्स गरी म मेसेज गरेर कुरा गर्छु। हो है। अनि उहाँहरूको प्रतिक्रिया के हुन्छ? उहाँहरूको पनि अब भने जस्तो कहाँ छ र सजिलो। हाम्रो पनि यत्रो वर्ष भयो, कोहीको 8 वर्ष भयो, कोहीको 10 वर्ष भयो, हजुरको त बल्ल 2 वर्ष भएछ, हुनसक्छ भनेर उहाँहरूले अब त्यही राम्रै भन्नुहुन्छ। के भन्ने, कोही कोही हुनुहुन्छ फेरि नराम्रो मान्छे, आफू त बिरामी भयो, अरू दिने मान्छेलाई पनि उस गराउने, काम गर्न नसक्ने गराउने, अपाङ्ग जस्तो गराउने, आफू त अब यो रोग कहिले निको हुन्न भनेर डिमोटेसन गर्ने मान्छे पनि कति धेरै भेटिन्छ। अनि तिमीलाई त थाहा पनि होला एउटा किडनीले पनि त्यत्तिकै नर्मल्ली चाहिँ काम गर्न पनि सक्छन् भनेर चाहिँ सबैलाई थाहा नै छ। डक्टरले त एउटा किडनीले राम्रो काम गर्छ भनेर डक्टरहरूले त राम्रो सल्लाह दिनुहुन्छ, त्यस्तो न बाहिरी मान्छेहरू आएर हो। तिमीले आफूलाई चाहिँ कन्ट्रोल गर्न, तिमीले आफूलाई मोटिभेसन गर्न चाहिँ के गर्छौ? किन भन्दाखेरि त्यो तिम्रो स्टेजमा म भइदिएको भए या अरू कोही भइदिएको भए त मेन्टल्ली त अनि डिप्रेस त अभियसली त्यो भइन्छ, एन्सियस शुद्ध भइन्छ, डर हुन्छ मनमा होइन? डर त कति हुन्छ, त्यही हुँदै टिभी हेर्दा पनि त्यही किडनीको बारेमा आउँछ, यता सुन्दा नि त्यही आफ्नो मनमा त्यही कुरा खेलाएको भएर होला। अब फिल्महरू हेर्दा पनि त्यही किडनीको बारेमा हुन्छ, जे यता कुरा सुन्यो त्यही किडनीको बारेमा हुन्छ, आफ्नो मनमा त्यही भयो होला, जताततै त्यो किडनी भनेर हुन्छ। अनि सपना देख्दा पनि त्यही नराम्रो किडनीकै बारेमा देखिने, त्यही किडनी आफूलाई त्यस्तो बिरामी रोग लागेको, मोबाइल हेर्दा पनि त्यही आउने, सब त्यही आफूलाई जे परे त्यही जता वरिपरि वातावरणमा पनि त्यस्तै हुने। अहिले त तिमी सुरुको फेज र अहिलेको फेजमा त तिमीलाई चाहिँ धेरै इजी पनि भइरहेको होला। सुरुमा तिमीलाई गाह्रो भयो होला? सुरुमा म फुल्लेर मेरो मुख हेर्ने लायकको थिएन, यत्रो थियो फुल्लेर, म एक्लै हिँड्न सक्थेन, मलाई समातेर हिँड्नु पर्थ्यो, म खाना खान सक्थेन। सुरुमा म आयुर्वेदिक खाने बेलामा के भयो भनेपछि म सुत्न पनि सक्थेन, 15-16 दिन मैले थोक पनि निल्न सकेन। म लास्टै स्टेजमा अब म मर्छु होला, म बाँच्दैन भनेर मैले मेरो श्रीमानलाई भनेपछि अब मेरो लास हेर्ने भए आऊ, नत्र भए म बाँच्दैन होला। मैले 15 दिन जति भयो खाना नि खाएन, सुत्दा पनि सुते होइन, यसरी अडेस लागेर सुत्थेँ कि बिस्तारमा, यसरी सुत्न नमिलेर सास फेर्न गाह्रो भएर म मर्छु होला। अनि उता हेराउने ठाउँमा पनि त्यही भनिदिएछ, फेरि तिमी नआउँदै तिम्रो श्रीमती रहन्न भनेर भनेको रहेछ। अनि त्यसपछि त्यही हतारमा अब गयो फेरि प्लेनमा काठमाडौँ, लास्टै स्टेज, सास फेर्न पनि गाह्रो भइसकेको थियो। अनि त्यो दिन फेरि शनिबार परेको, शनिबार फेरि प्राइभेट हस्पिटल, हाम्रो पहिलेदेखि कृष्ण हस्पिटलमा उपचार गरिरहेको भएर त्यही हस्पिटलमा जाने भनेर सल्लाह गरियो। शनिबारै पुगियो, खास प्लान त थियो बुधबार जाने भनेर, उताबाट मेरो हस्बेन्ड आउने अनि यताबाट पनि म जाने, अनि सँगै भेट भएर हस्पिटल जाने भनेको थियो। तर त्यो बुधबारसम्म पनि मैले कुर्न सकेन, एकदम मलाई सास फेर्न गाह्रो भइसकेको थियो, खाना थोक निल्न नसकेको पनि धेरै दिन भइसकेको थियो, दबाई त खान पनि छोडिसकेको थिएँ, अब खाना खान सके होइन, दबाई पनि खान सके होइन। लास्टै भएर अनि गयो, अनि उता रुममा बसियो, रातभरमा अब आजै जान्छ क्या सास भइसक्यो, भोलि बिहान कहिले होला, किनकि हस्पिटल त बन्द थियो। एयरपोर्टबाट डाइरेक्ट हस्पिटल जाँदा डायलिसिसवाला बाहेक सबै बन्द थियो। त्यति बेला मेरो डायलिसिस सुरु भएको थिएन, आयुर्वेदिक खाँदै थिएँ नि त। अनि रुममा गयो, अनि रातभर छटपट्टि, अब आजै जान्छ क्या सास, आजै जान्छ क्या सास, कहिले भोलि बिहान 5 बज्ला र हस्पिटल जाम्ला, कहिले भोलि बिहान होला भनेर 5 बजेसम्म खटाइ रातभर नसुतेर आजै जान्छ क्या जस्तो भइसक्यो। अनि बिहान उठेर हस्पिटल गयौँ,
हस्पिटल जाने बित्तिकै डक्टरले भन्नुभयो क्रिटिनाइन त यत्रो 6 देखि त 22 भइसक्यो भनेर। नर्मल मान्छेको त 1.5 सम्म हुनुपर्छ, मेरो 22 भइसकेको रहेछ। अनि डक्टरले नि गाली गरे हेर्नु न। अनि अब डक्टरलाई त आयुर्वेदिक खाएको भनेर भन्नु भएन नि त, गाली खाइन्छ नि त। स्योरै गाली गर्छ नि। अनि जाने बित्तिकै अनि खुट्टाबाट छेडिदियो अनि डायलिसिस सुरु भयो। 5-6 महिना चाहिँ बडीबाट चाहिँ त्यो टक्सिक कुराहरू चाहिँ निस्किन पाएको छैन। किडनीको काम त फिल्टर गर्ने हो। त्यही भएर त्योभन्दा 1 महिना अगाडिदेखि गाह्रो भइसकेको हो मलाई। एक्ज्याक्टली। अनि डक्टरले चाहिँ त्यो बेलामा चाहिँ डायलिसिस गरिदिएपछि अनि फेरि तिमी ब्याक टु दि नर्मल होला। डायलिसिस गरे खुट्टाबाट एकचोटि डायलिसिस सुरु हुने बित्तिकै मेरो पुरा मुखहरू चाहिँ फेरेर मैले यति खाना खाएको, यति वेट 5 किलो बढे एक दिनमै। डक्टरले यत्रो धेरै खानु हुन्न, एक दिनमा यत्रो धेरै खाने होइन भनेर। त्यत्र 1 महिनादेखि खाना नखाएको मान्छे मैले खुट्टाबाट डायलिसिस हुने बित्तिकै। हो है। अनि यो अब लापरवाही भनौँ कि एउटा आशा भएर चाहिँ के भन्न मिल्छ, तिमीले के भन्छौ यसलाई? मैले चाहिँ लापरवाही भन्छु, किनकि मेरो 3-4 दिनदेखि यस्तो टाउको दुखिरहेको थियो, यहाँ बिचको यस्तो भाग। अनि त्यो चाहिँ प्रेसरले दुख्ने रहेछ, थाहा भएन मलाई। म चाहिँ उता विदेशमा अब काम गर्ने आउने, टाउको त यतिकै नर्मली दुख्ने त भयो नि भनेर यत्तिकै भनेर टाउको दुख्ने दबाई खाएँ। अनि आज ठ्याक्कै मैले काम गर्ने क्याफेको अगाडि फेरि फार्मेसी थियो कि, अनि आज यतिकै प्रेसर चेक गरौँ है भनेर यसो प्रेसर चेक गरेको त 184/127। त्यसपछि चाहिँ तिम्रो मम्मी त्यही त म ठ्याक्क बिरामी भएपछि सासु मम्मी र मम्मी उहाँ मलाई हस्पिटलको बाहिर लिन आउनु भएको थियो नेपाल। म ठ्याक्क आउँदाखेरि अनि त्यत्रो दिन पनि मम्मी यता आउनुभयो, सासु मम्मीले मलाई त्यत्रो 1 महिनासम्म वहीँ चितवनमा स्याहार सुसार गरेर बस्नुभयो। हो है। अनि त्यसो अहिले के भन्नुहुन्छ उहाँहरूले? अहिले पनि अब चिन्ता नगर, ठिक हुन्छ, के भन्ने अब त्यही त हो। के छ अब तिमीहरूको प्लान चाहिँ के छ? मम्मी फ्यामिलीले चाहिँ के भन्नुहुन्छ, दाइले के भन्नुहुन्छ, यसलाई चाहिँ ट्रान्सप्लान्ट गर्ने भन्नुहुन्छ कि? ट्रान्सप्लान्ट त अब गर्ने भन्नुहुन्छ। 4 चोटिसम्म रिजेक्ट भइसक्यो। अब मैले नि अब त्यही सोचिरहेको, अब एक दिन मेरो 4 चोटि चाहिँ किन रिजेक्ट भयो? रिलेसन नमिलेर। अनि एकचोटि मम्मीले दिन्छु भन्नुभएको थियो। पियर एक्सचेन्ज पनि हुन्छ नि त नेपालमा। पियर एक्सचेन्ज भनेको चाहिँ मलाई ओ चाहिए हो, अरूलाई ए चाहिए हो भने मसँग ए छ नि त घरमा मम्मीहरूको ब्लड ग्रुप, अनि अरूको फेरि ओ छ, अरूकोले मलाई दिने अनि मम्मीहरूले यस्तो दिने थियो नि त। अनि अस्ति भर्खरै 15-16 दिन अगाडि यति खुसी भएर सब कन्ट्याक्ट भएर काठमाडौँ जान बस टिकट काटेर सब रेडी भएको। अनि त्यही पनि नर्मली चेक गर्न पर्यो भनेको। त्यो दाइ पनि यहीँ बुटोलको हुनुहुन्छ बिचरा, 31 इयरको हो त्यो दाइ पनि। 8 वर्ष भएछ किडनी फेल भएको। त्यो दाइको बाबाको ओ, अनि त्यो दाइलाई ए चाहिएको हाम्रो मम्मीसँग ए। ठ्याक्क मम्मीलाई फेरि सुगर देखाइदियो, सुगर भएको पेसेन्टले दिन मिल्दैन। भनेपछि यहाँ चाहिँ लकले चाहिँ अलिकति फेभर गरेन होइन? मम्मीलाई सुगर कति छ? धेरै चाहिँ देखाइदियो। अस्ति भएर 15 दिन भयो। हो है। यतिकै नर्मली चेक गरेर मात्र काठमाडौँ जाने भनेको मम्मीलाई सुगर देखाइदियो। सुगर भएको पेसेन्ट, प्रेसर भएको पेसेन्टले बरु किडनी दिन मिल्छ, सुगर भएकोले दिन मिल्दैन। हो है। अनि सुगर अन्डर दि कन्ट्रोल आयो भने चाहिँ दिन मिल्दैन फेरि। अहिले बल्ल दबाई खान 15 दिन भयो। अनि भनेपछि त्यसलाई चाहिँ कानुनी रूपले चाहिँ त्यो चाहिँ मिल्छ। कानुनी रूपले चाहिँ मिल्छ, तर अदालतले त्यो चाहिँ टाढाको रिलेसन भएको मान्छेलाई चाहिँ सर्वोच्च अदालतमा गएर केस लड्नु। अनि त्यसपछि यो पियर एक्सचेन्ज गर्नको लागि चाहिँ परेन। त्यो चाहिँ नेपालको नियममै छ, संविधान। यो त राम्रो कुरा रहेछ त एउटा चाहिँ होइन? अनि तिमीलाई तिम्रो मम्मीले दिन परेको खण्डमा मम्मीको फेरि ब्लड ग्रुप मिल्दैन नि त। होइन, यदि मिलेको भए सबै कुराहरू मिलेको भए त अहिले इजी भइसक्थ्यो। अहिले मम्मीलाई बिचमा सुगर देखाइदिएर। अनि तिमीले चाहिँ यसलाई चाहिँ कसरी डिल गरिरहेको छौ? किन भन्दाखेरि चाहिँ इट्स नट इजी नि त। जसले जति जे भने पनि आफूसँग 2टा किडनी छैन, राम्रो फङ्सन गर्दैन होइन, आफ्नो शरीरले पनि अब जस्तो नर्मल मान्छेलाई जस्तो त हुँदै हुन्न नि त। अनि तिमीले चाहिँ त्यसलाई चाहिँ हेर्नको लागि हेर्ने दृष्टिकोण चाहिँ कस्तो छ? हाउ यु फिल? किन भन्दाखेरि चाहिँ सुरुमा त अब मलाई म बच्दैन होला, मर्छु होला जस्तो हुन्थ्यो नि त। यो फिलिङ एक्ज्याक्टली, अब म मर्छु भन्ने फिलिङ त इट्स
बियोन्ड के त्यो हुन्छ नि त आफ्नो सोचभन्दा बाहिरको कुरा यसले त मान्छेलाई बढी एन्सेस गराउँछ। मलाई वहीँ विदेशमा अब म मर्छु होला, म यहीँ मर्छु होला जस्तो हुन्थ्यो। किनकि सरी भन्दैन, सरी भनेर डक्टरले भनेको भने गर्नुहुन्थ्यो नि त इन्डियन डक्टरले। अनि त्यसपछि अब म नेपाल सकेसम्म यतिसम्म म नेपाल मात्र पुग्न पाऊँ, बरु नेपाल गएर मऱ्यो भने केही हुन्न, यहाँ मर्नुभन्दा त बरु भनेर। अनि त्यही हुन्थ्यो। अनि त्यसपछि सुरुमा अब बिरामी भयो होइन, अनि आयुर्वेदिक खाँदा कालो पनि भयो, अहिले त अलि हेर्ने लायकको भएको। अनि अरूहरू भेट्न आउँछ नि त, कति भेट्न आउँदा अब कसैले बिचरा यस्तो बिचरा उस्तो भन्दाखेरि कोही नआइदियो हुन्थ्यो मलाई भेट्न के, कोही नआइदियो हुन्थ्यो मलाई भेट्न। बन्दैन खै भन्दा छैन भनिदियो हुन्थ्यो, अनिखेरि चुक्क लगाएर बस्थ्यो, कोही नआइदियो हुन्थ्यो मलाई भेट्न के मान्छेहरू। त्यस्तो हुन्थ्यो कि बिचरा यस्तो थियो, यस्तो भयो, बिचरा यस्तो थियो, अब यस्तो भयो भनेर बिचरा यताउति भन्दाखेरि त यस्तो नहुन्छ नि त, नराम्रो लाग्छ। यङ लेडी जसले चाहिँ आफ्नो भविष्य बनाउँछु भनेर न्युजिल्यान्ड पुग्छ, आफ्नो श्रीमानसँग एउटा राम्रो लाइफ गराउँछु भनेर प्लान गरिरहेको हुन्छ, अनि त्यसपछि बिचमा चाहिँ यो इन्सिडेन्ट गर्दाखेरि त अभियसली यो त होइन सुन्नेलाई पनि देख्नेलाई पनि र भोग्नेलाई त अझै भनौँ यसले त नराम्रो इम्प्याक्ट पारिरहेको हुन्छ। त्यसैले अहिले चाहिँ के लाग्छ तिमीलाई, म सन्चो हुन्छु जस्तो लाग्छ? अहिले चाहिँ अब अरूहरूको कति धेरै हेर्छु, हाम्रो 10 वर्ष भयो, हाम्रो यस्तो 15 वर्ष भयो भन्नुहुन्छ। अनि त्यसपछि म पनि बाँचौँला नि, अब ट्रान्सप्लान्ट भए त ऊ धेरै वर्षसम्म बाँचौँला, नत्र भए यत्तिकै हो भने त 10 वर्षसम्म अझै बाँचौँला नि जस्तो हुन्छ अरूहरूको देख्दाखेरि। अनि कहिले त्यही त्यो कुराले तिमीलाई चाहिँ बढी डिप्रेस गराएको दिन के छ, कोही एउटा एक्सपिरियन्स सेयर गर न। मलाई धेरै म रात दिन कति सुत्थेन, त्यही भएर मैले एन्जाइटीको दबाई पनि खान्छु। अहिले नि खान्छु। अनि एङ्जाइटी हुँदाखेरि चाहिँ के हुन्छ तिमीलाई? एन्जाइटी हुँदा त नराम्रो सपना देख्ने, अनि न दिउँसो निन्द्रा लाग्ने, न राति निन्द्रा लाग्ने, आँखा टट्टाएर यस्तो पाटिसक्यो, मनमा निन्द्रा लाग्यो हो तर आँखामा निन्द्रा नलाग्ने, न डायलिसिस गर्न निन्द्रा लाग्ने, निन्द्रै नलाग्ने, 24 घन्टा निन्द्रा नलाग्ने। अनि डर त लाग्थेन, निन्द्रा नलाग्ने। निन्द्रा नलागेपछि अब आफै अब गाह्रो भइहाल्छ। त्यसपछि अब होइन मलाई एन्जाइटी चाहिँ भयो भनेर अनि तिमी आफैले भन्यौ मलाई एन्जाइटी भएको छ भनेर? मलाई आफैले मैले सब फेरि मलाई जे भयो म गुगलमा सर्च गरेर हेर्छु, सब युट्युबमा गुगलमा सबमा सर्च गरेर हेर्छु। अनि त्यसपछि तिमीलाई एन्जाइटीको सुरुको फर्स्ट स्टेप लक्षण छ, दबाई खानुपर्छ भनेर भन्नु है। अहिले 2 वर्ष भयो। अनि त्यसपछि दबाई खाइसकेपछि चाहिँ अहिले चाहिँ राम्रै निन्द्रा पर्छ, कहिले काहीँ हुन्न, नत्र भने पहिला जस्तो 24 घन्टा नसुत्ने त्यस्तो चाहिँ। अनि तिमीले नसुत्दाखेरि चाहिँ के गर्थ्यौ भन्नाले त्यो आफ्नो मनलाई चाहिँ त्यो अन्डर द कन्ट्रोल ल्याउनको लागि चाहिँ के गर्थ्यौ? त्यही त, सबले नसुत्दाखेरि अरूहरूले मलाई मोबाइल हेरेर बस्छु होला भन्थ्यो, म चाहिँ यत्तिकै झ्यालमा टोलाएर यत्तिकै आकाशमा हेरेर यत्तिकै बस्थेँ। मोबाइल पनि हेर्थेन। के चल्थ्यो दिमागमा? केही चल्थेन, यत्तिकै आकाशमा हेरेर झ्याल खोलेर। मोबाइल पनि हेर्थेन फेरि मैले, रातभर यत्तिकै टोलाएर यत्तिकै आकाशमा हेरेर बस्ने झ्याल खोलेर, मोबाइल पनि नहेर्ने बिहानसम्म। बिहान उज्यालो भइसक्यो, त्यही पनि आँखा खुल्ला। अनि तिमीलाई चाहिँ एकदमै गाह्रो भएको पल? एकदमै गाह्रो भएको पल यो वर्षको जाडो भन्दा अस्तिको वर्षको जाडोमा मलाई एकदम धेरै गाह्रो भयो। अब म यही अब बाँच्दैन होला लास्टै स्थिति भइसकेको थियो। हप्तामा 7 दिनमा 5 दिन त हस्पिटलै दौडिने, राति 1 बजे नि दौग्रे, 2 बजे नि दौग्रे, डायलिसिस गरेर आउने बित्तिकै पनि सास फेर्न गाह्रो भयो। मलाई चिसो लाग्यो नि त, चिसोबाट बस्नुपर्ने रहेछ, धेरै थाहा भएन। सुरुको जाडोमा मलाई एकदम धेरै गाह्रो भयो। मम्मीलाई भन्थ्यो अब म बाँच्दैन, सास फेर्न यहीँ गाह्रो भएर एकदम गाह्रो भएर भर्ना पनि हुने। 7 दिनमा 5 दिन त हस्पिटलै। अनि त्यो सास फेर्न गाह्रो चाहिँ किन हुने रहेछ? चिसो लागेर। अनि अब थाहा भएन नि त, अब डायलिसिस गरेपछि त पानी जति धेरै खान पनि पाइन्छ भन्ने सोच्ने, पानी खान भएन। अनि त्यसपछि पानी छातीमा जम्मा भएर। तिमीलाई छातीमा पानी पनि जम्मा भयो? अनि त्यसपछि सुत्न नमिल्ने, अनि सिरानी भित्तामा यस्तै राखेर यत्तिकै अडेस्टाएर सुत्ने। अनि त्यो छातीको पानीलाई चाहिँ कन्ट्रोलमा ल्याउन डायलिसिस हप्तामा 3 चोटिसम्म फ्री हुन्छ, त्यसपछि पैसा तिर्नुपर्छ डायलिसिसको। 4 चोटिसम्म पनि गरेर पैसा तिरी अहिले कम गराएर। कति छ पैसा? 1 चोटि गरेको 3500 छ। अहिले हप्तामा 3 चोटिसम्म फ्री हुन्छ, त्योभन्दा धेरै गऱ्यो भने पैसा लाग्छ। यो धेरै गर्नुपर्ने सिनेरियो कतिखेर हुन्छ?
सास फेर्न गाह्रो भएपछि पानी धेरै खाएको रहेछ भनेर अलरेडी थाहा हुन्छ त्यो हात डिटक्स खुट्टा फुल्लिन्छ मुख फुल्लिन्छ अब त्यो डिटक्स हुन नसकिसकेपछि चाहिँ पानी जान्न नि त हामीलाई पिसाब आउँदैन अनि त्यही भएर ए साँच्चै यो कुरा अनि युरिन हुँदै हुन्न हुन्न कुनै पनि किडनी पेसेन्टलाई युरिन हुँदैन धेरै सुगर भएकोलाई हुन्छ अरे मलाई सुगर छैन मलाई प्रेसरले हो यस्तो भएको धेरै जसोलाई हुन्न त्यही भएर हामीले डायलिसिस गर्न जाने कति वर्षको उमेरमा चाहिँ तिमीलाई प्रेसरले चाहिँ यस्तो गराएको अरे 27 27 मा अनि अहिलेको यङ्स्टरहरू होइन कति धेरै एक त सानो 10 वर्षको 12 वर्षको 13 वर्षको अनि मलाई चित्त बुझाउनु पर्यो होइन यहाँ भन्दा नि अनि एकदमै यो इन्सिडेन्ट पछि सबैभन्दा खुसी भएको पल चाहिँ कहिले थियो तिम्रो ट्रान्सप्लान्ट हुन्छ भनेर खुसी हुन्छु अनि एकछिन खुसी हुने बित्तिकै फेरि एक हप्तापछि अनि फेरि दुःख केही न केही मिल्दैन होपफुल्ली मिल्छ एक दिन हुन्छ भनेर खुसी हुने अनि फेरि होइन हुन्छ होला किन भन्दाखेरि अब पेयरिङ भइसकेपछि यता सुगरको दबाई त अब कम भइहाल्छ त अनि त्यसपछि मम्मीबाट चाहिँ एउटा चाहिँ आयो भने चाहिँ अनि वन्दना विल ब्याक टु दि सेम वर्ल्ड होइन अनि सुरुमा तिमी चाहिँ जस्ट इमेजिन ट्रान्सप्यारेन्ट सक्सेसफुल्ली ट्रान्सप्लान्ट भयो तिम्रो गर्ने इच्छा चाहिँ के छ सुरुमा म त सुरुमा पानी खाने धेरै पानी खान नपाएर अहिले कस्तो हुन्छ हामीले पानी खान पाउँदैन नि त लिक्विडै खानु भएन नि त लिक्विडै लिनुहुन्न है अनि के गर्छौ त त्यो पानी खान मन लाग्यो भने पानी खान मन लाग्यो भने अब अरूले खाएको हेर्ने थोरै थोरै खाने ढक्कनमा हालेर खाने दबाई निल्नलाई त्यही मात्र अनि जति धेरै पानी खायो त्यति धेरै फेरि डायलिसिस गर्नेतिर लाग्ने होला जति पानी धेरै खायो त्यति आफैलाई गाह्रो हुने हो है अनि प्रेसर लो भयो भने पनि फेरि मेसिनले पानी निकाल्न मिल्दैन हामीलाई हो र डायलिसिस गर्दा गर्दा सुगर लो हुन्छ प्रेसर लो हुन्छ त्यही भएर यति धेरै मिठाई पाचकहरू साइडमा लिएर बस्नुपर्छ अनि खाना चाहिँ 1 घन्टा डायलिसिस भएको 1 घन्टामा खानै पर्छ खाएन भने त्यही लल्याक लुलुक भएर ज्यान जान सक्छ प्रेसर लो भयो भने फेरि पानी बन्द गर्न पर्यो खुन मात्र फिल्टर गर्ने कतिखेर छुट्टै हुन्छ त्यहाँ पानी फिल्टर छुट्टै हो कतिखेर लत्तै हाई हुन्छ कतिखेर लो हुन्छ लो हुने बित्तिकै हाम्रो खुट्टाहरू हात खुट्टा बढाए गुडुक बाम्रेर चल्न छोड्छ पानी बन्द गर्ने अनि शरीरलाई चाहिँ पानी पुर्याउनको लागि चाहिँ के गर्ने त केही नगर्ने अब सकेसम्म थोरै पानी खाऊ भन्नुहुन्छ अब खायो भने धेरै खायो त्यही सास फेर्न गाह्रो भइहाल्छ आफैलाई गाह्रो त्यो चाहिँ चेस्टमा चाहिँ पानी जम्मा भइहाल्छ अनि तिमीले अरू केही कुरा सेयर गर्न मन लाग्यो केही पनि छैन त्यस्तो कति भयो अरे यस्तो भएको 2 वर्ष भयो है माघमा भएको तर सुरु गरेको असारदेखि हो तिमीलाई केही एडिसनल केही थप्न मन छ भने थपाउन म त्यही भन्छु यत्रो ठुल्ठुलो रोग लाग्यो भने हामी नेपालीको बानी हो नि त हेराउन जाने झारफुक गर्ने सन्चो हुन्छ भने त्यहाँतिर चाहिँ नलाग्नु हस्पिटलतिर चाहिँ जानै पर्छ हल्का आफूलाई डाउट लाग्यो भने पनि हस्पिटल जानुपर्छ हेराउन जाने अनि त्यो झारफुक गर्ने सन्चो हुन्छ भन्ने यो खाऊ भन्ने त्यो खाऊ भन्ने मान्छेहरू आउँछन् 10 जना मान्छेको 10 वटा हुन्छ यसको रस खाऊ यो खायो भने सन्चो हुन्छ यसको रस खाऊ यो भिजाएर खाऊ त्यो भिजाएर यहाँ नेपालीहरू फेरि आफै डाक्टर बन्न खोज्छन् नि त त्यो भएर बरु हस्पिटल जाने अरू कसैको कुरा नसुन्ने भन्छु मैले हो है अनि अहिले चाहिँ तिम्रो डेली रुटिन चाहिँ के छ खानीमादेखि लिएर तिमी उठ्नेदेखि लिएर सुत्नेसम्म के छ तिम्रो डेली रुटिन म राति अलि ढिलै सुत्छु दबाई नखाइकन निन्द्रा लाग्दैन नि त त्यही भएर बिहान उठेर फेरि 8 बजे मलाई प्रेसर छ नि त धेरै नै छ अहिले कम छ अहिले हल्का कम हुँदै गयो एकदम धेरै आएको थियो मेरो 240/120 त्यस्तोसम्म पनि भयो 240/120 त्यस्तोसम्म पनि भयो प्रेसरको दबाई मलाई एकदम 5 वटा खान्छु भनेपछि कति आइछ होला बिहान 4 टाइम खान्छु प्रेसरको दबाई भनेपछि कति धेरै आइछ होला मलाई प्रेसर बिहान उठेर थोरै खाजा खाएपछि फेरि 3टा प्रेसरको दबाई खाइहाल्नुपर्छ फेरि खाना खाएपछि फेरि खानु पर्यो फेरि दिउँसो नास्ता खाएपछि फेरि खानु पर्यो फेरि राति फेरि 5 वटा यो डक्टरले चाहिँ यो प्रेसर चाहिँ यत्रो हाई भएको कारण चाहिँ के रहेछ खास किडनी बिग्रेपछि हाई लो भइहाल्छ त्यो नर्मल हो भन्नुहुन्छ
अनि अब धेरै हाई त अब आफूले टेन्सन चाहिने गरेर नि भन्दा धेरै, भन्नुहुन्छ अब टेन्सन त लागिहाल्छ किन नि। नलाग्ने त अभियसली लाग्छ नि टेन्सन भनेको कुरा दिमागले सोच्नै छोड्यो भने पो त टेन्सन नलाग्ने दिमागको कामै त्यही सोच्ने काम दिमागले हो सोच्दा सोच्दा त निन्द्रा नलागेर नि एन्जाइटी एङ्जाइटी हुने अनि हो नि। अनि त्यसपछि तिम्रो चाहिँ डेली रुटिनमा त्यही छ योगा एक्सर्साइजहरू चाहिँ तिमीले के एड गरेको कि अब नै? एउटा हातले अब फिस्टुला हुन्छ चलाउनै मिलेन नि त, यहाँ चाहिँ मेसिन हालेको गरेर गर्छ। किन मेसिन हालेको त्यहाँ? यो डायलिसिस गर्नलाई। त्यो चाहिँ खोलेर यहाँ र गर्छ? यहाँबाट चाहिँ सुई छेडेर डायलिसिस गर्ने सधैँ सुई लगाएर। ए सधैँ त्यो डायलिसिस गर्दाखेरि त्यहाँबाट त्यही चाहिँ भएर फुल्लिँदै गएको नहोस्। ए सिस्ट के भन्छ अरे त्यसलाई? यो फिस्टुला यहाँबाट चाहिँ दुईवटा ठाउँमा त्यो सुई छेडेर डायलिसिस गर्ने। अनि तिमीलाई यसले कतिको गाह्रो गराउँछ? यो हातले त केही गर्नै भएन नि, हो है? यो बिग्रियो भने त फेरि घाँटी छेडिदिन्छ नि त, फेरि घाँटीमा यत्रो लिएर हिँड्छ नि मान्छेहरू। यो त 45 दिनपछि मात्रै एक्टिभ हुन्छ नि त यो अपरेसन गरेको, त्योभन्दा अगाडि हामीलाई इमर्जेन्सी डायलिसिस गर्न घाँटीमा छेडिदिन्छ नि। यो सेट हुन कति दिन लाग्छ? 45 दिन। त्यही पनि आफूले एक्सर्साइज गरेर बलहरू चलाएपछि मात्र। यसमा भित्र चाहिँ मेसिन हुन्छ? मेसिन रहेछ छ। तिमीलाई सुरुमा थाहा हुँदाखेरि तिमी हाल्दाखेरि गर्छ। गरेर गर्छ? त्यसलाई चाहिँ प्रेसर दिने होला कि पम्प गर्ने के छ? खै होला अब त्यो भित्र के हाल्यो। अनि त्यो चेन्ज गर्नु पर्दैन अरे मेसिन? यो यो फिस्टुला बिगार्नै भएन, त्यही भएर यो हातले केही गर्नै भएन। यो फिस्टुला बिग्रिने बित्तिकै फेरि अरू अन्त ठाउँमा फेरि छेड्नु पर्यो नि त। फेरि यो एक्टिभ नहुँदासम्म फेरि घाँटी छेड्नु पर्यो। ए फेरि त्यसलाई 45 दिन कुर्नु पर्यो? कुर्नु पर्यो। ए त्यसलाई धेरैको त अझै 3-4 चोटि गर्दा पनि बिग्रिन्छ, धन्न मेरो एकचोटिमै एक्टिभ भयो। त्यो समस्या हुन्छ है कति गाह्रो। सर्भाइभिङ त लास्टै टफ भयो। तिमी एउटा युद्धै लडे जस्तो भइरहेको होइन, डेली लाइफ त युद्धै जस्तो। मैले अझै फिस्टुला बनाउन मानेको पनि थिएन काठमाडौँ हुँदाखेरि, सबले फिस्टुला बनाउनु पर्छ घाँटीमा कति दिन लिएर हिँड्छौ भनेर अनि मानेको। कतिको पेन हुन्छ त्यो? यो त हुन्न, त्यही अब यहाँ छेड्दा त अब सुई छेड्दा त पेन भइहाल्छ नि, गाह्रो हुन्छ नि। साँच्चै टफ नै छ है। कहिले कहिले त्यो अर्को एउटा चाहिँ एउटा भए पनि होइन त्यो हुन्छ होला नि त होइन? अनि ब्लड कम हुन्छ, सुई लगाइराख्नुपर्छ ब्लड बढाउने। हेमोग्लोबिन चाहिँ कम हुन्छ? हेमोग्लोबिन सुई लगाइराख्नुपर्छ। अहिले तिमी त अहिले कन्फिडेन्सले हाँसिरहेको छौ नि। जुन बेला मैले तिमीलाई भेटेँ त्यो बेलामा त युआर सो नर्भस होइन, त्यो बेलामा चाहिँ अलिकति नर्भस थियो। अहिले चाहिँ जस अहिले चाहिँ जस मैले त भाइलाई भनेको थिएँ भाइ आँसु झर्न सक्छ टिस्यु म्यानेज गरेर है भनेको थिएँ मैले। त्यो बेला अब त्यस्तै थियो, अब सुरुमा भएको होइन। अब अनि त्यो हुन्छ नि त, कति आफ्नो सँगै साथीहरू कहाँ कहाँ पुगिसके, कसैको त छोराछोरी नि भइसक्यो, आफ्नो त पोसिबल छैन नि त, त्यो त अब सम्भव छैन। अनि त्यो सम्झिँदा चाहिँ दुःख लाग्छ, रुन मन लाग्छ। होइन ठिक छ। एउटा योगीले भन्नुभएको थियो अरे कि चाहिँ युआर ब्रिदिङ द्याट्स प्रफिट भन्नुभएको थियो कि। त्यही भएर तिमीले पनि अहिले सास फेरिरहेको छौ नो म्याटर वाट, मैले पनि सास फेरिरहेको छु नो म्याटर वाट होइन। त्यो नै प्रफिट हो अरे कि। त्यसलाई जो चाहिँ एउटा आधार गराएर चाहिँ हामी जिन्दगीमा अगाडि बढ्नुपर्छ अरे भने लस एन्ड गेन भन्ने कुराहरू त त्यो के भन्छ त्यसलाई अल्टरनेटिभ हो या त त्यो पार्सल्ली हो, टेम्पोररी हो भनौँ होइन। त्यसैले चाहिँ अब स्वास्थ्यको ख्याल गर। अहिले चाहिँ तिमीलाई चाहिँ तिम्रो फेसमा ग्लो त्यो बेलामा भन्दा मलाई टु बी भेरी अनेस्टली सुरुमा तिमीसँग फेस हुन पनि अप्ठ्यारो लाग्थ्यो कि। मलाई पनि सुरुमा कोही नआइदियो हुन्थ्यो मलाई भेट्न। किन भन्दाखेरि चाहिँ अब मैले त्यहाँ गएर केही गर्न सक्दिनँ। मैले भनेको सान्त्वना दिन्छु, त्यो सान्त्वना दिँदाखेरि झन् त्यतिखेर चाहिँ मान्छेलाई यति रुगाखोकी लाग्दा त मान्छे फ्रस्ट्रेट हुन्छ, उता जा भन्छ हामीले के भन्छ होइन। तिमी त एउटा उसँगै डिल गरिराखेको छौ जुन कुराहरूलाई चाहिँ उस्तै पऱ्यो भने लाइफ टाइमसम्म डिल गरिराख्नुपर्ने अवस्था हुन्छ। त्यो भएको कारणले गर्दाखेरि चाहिँ कुनै पनि समस्यासँग लङ टर्म जुधिराख्यो भने एउटा सर्टेन टाइम आउँछ जुन टाइममा चाहिँ यु विल फिल फ्री के हुन्छ नि त, त्यो बानी परेर के। त्यसपछि अहिले चाहिँ मैले तिमीलाई बोलाउनुको कारण यही हो। किन भन्दाखेरि एउटा समय गुज्रियो कि, 1 वर्षको टाइम गुज्रियो जसले चाहिँ तिमीले जति भोग्न थियो भोग्यौ, जति रुन थियो रोयौ, जति होइन
आफूले आफूलाई घृणा गर्न थियो कि के गर्न थियो, धिक्कार नथ्यो कि के, त्यो 1 इयरको फेज भ्याइयो। अब तिमी चाहिँ कस्तो माइन्डसेटमा छौ भन्दाखेरि चाहिँ भयो त भयो त, जे हुन्छ देखा राम्रैको लागि जाएगा। हुन्छ। एक्ज्याक्टली, तिमी त्यो माइन्डसेटमा फर्क्यौ। किन भन्दाखेरि यो समय र परिस्थिति अनुसारको एउटा चाहिँ त्यो माइन्डसेट पनि हाम्रो त्यही अनुसारले क्रिएट हुन्छ कि। नर्मल पिपललाई चाहिँ तिमीले चाहिँ के मेसेज दिन चाहन्छौ? मैले अब नर्मल पिपललाई के मेसेज दिन चाहन्छु भनेपछि प्रेसर हामीलाई बढ्यो भने हामी एक्सर्साइज गरेर घटाउँछौँ भनेर त्यो चाहिँ त्योतिर चाहिँ नगर्ने। नलाग्ने। धेरै छ भने चाहिँ डक्टरसँग कन्सल्ट गरिहाल्ने। मैले पनि तिमीलाई प्रेसर छ भन्ने थाहा पाइसकेपछि उहाँको सिस्टरले भन्नुभएको थियो यत्रो तिमी नेपालमा भएको भए तिमीलाई एडमिट गरिदिन्थ्यो, यत्रो यङ एजमा यत्रो धेरै प्रेसर छ भन्दाखेरि मैले गुगलमा हेरेर बिचतिर जाने, खाली खुट्टा हिँड्ने, कति के गरेँ, लौका खाने के गरेँ, तर पनि मेरो प्रेसर घटेन। किडनी भनेपछि तिमीले लापरवाही गरेको रहेछ। लापरवाही भयो मलाई। बडीले साइन दिइरहेको रहेछ। भमिट आउने एकदम थियो। त्यो चाहिँ मैले चाहिँ अब ग्यास्ट्रिक भएर त्यस्तो चाहिँ मैले त्यही सोचेँ। सिम्टम्स मेरो त्यही हो, टाउको दुख्ने, भमिट आउने, अनि 5-5 मिनटमा। अरूले भन्छ नि विदेशमा हेल्थको लागि चाहिँ एकदम राम्रो छ होइन, त्यो विषयमा चाहिँ के भन्न चाहन्छु? विदेशमा हेल्थ त राम्रो हो, तर जति जे गरे नि आफ्नो देश नेपालमा जस्तो हुन्न। किनकि नेपालमा त हामीले उत्तिखेर भन्ने बित्तिकै डक्टरलाई भेट्न पाउँछौँ। विदेशमा त अपोइन्टमेन्ट लिन पर्यो, 15 दिनपछि आऊ भन्छ। एउटा ठाउँमा ब्लड चेक गराउने ठाउँमा फेरि छुट्टै। इमर्जेन्सी केसमा के गर्छ त्यहाँ? इमर्जेन्सी केस लास्टै सिरियस भयो भने बल्ल लिने हो गरे, नत्र भने हामी यत्तिकै चेक गराउन गयो भने अपोइन्टमेन्ट लिन पर्यो। त्यो त्यहाँको नागरिकलाई पनि त्यही हुन्छ कि? त्यही हो गरे सबैलाई हो है। मैले अनि अरू देशको धेरै साथीहरूलाई पनि सोधेँ तिमीहरू बस्ने देशमा के हुन्छ भनेको। हाम्रो देशमा पनि यही हुन्छ हो, अपोइन्टमेन्ट लिन पर्यो, 15 दिनपछि आउँछ। मेरो पनि त्यही भन्दै 4-5 महिना त्यही बित्यो नि त अपोइन्टमेन्ट लिँदा डक्टरलाई। अनि लास्टमा सिरियस लास्टै भएपछि नेपाल फर्केको। अपोइन्टमेन्ट लिँदा 4-5 महिना त टाइम गयो, टाइम वेस्ट भयो। त्यही भनेपछि त तिम्रो हिल हुन तिम्रो चाहिँ किडनी चाहिँ उत्तिखेर म नेपाल आएको भए उत्तिखेर नेपाल आउने, अनि त्यसपछि तिमीले उहीँबाट चाहिँ ब्लड प्रेसरको चाहिँ दबाई चाहिँ इन्टेक गरेको भए तिमीलाई चाहिँ यो त्यसैले आदरणीय दर्शक महानुभावहरू, यदि तपाईँहरूलाई कुनै पनि त्यस्तो सिम्टम्स छ भने चाहिँ नेग्लिजेन्स नगर्नु होला होइन त? त्यही नै हो नि त होइन? मेरो 4-5 महिना त्यही लस भयो डक्टरलाई भेट्न अपोइन्टमेन्ट लिँदा। अनि अरू केही छ थप्नुलाई? केही छैन है। थ्याङ्क यू सो मच फर जोइनिङ पोडकास्टमा, अनि विस यु अ ग्रेट फ्युचर अहेड। होपफुल्ली ट्रान्सप्लान्ट पनि हुन्छ, अनि हामी फेरि ट्रान्सप्लान्ट भइसकेपछि फेरि एकचोटि पोडकास्ट गर्छौँ है। ल, थ्याङ्क यू सो मच फर जोइनिङ अस। थ्याङ्क यू सो मच।